10 दिवसीय युवा योग विज्ञान शिविरमा मेरो होल डे सेड्युल कस्तो थियो भन्ने कुरा यस भिडियोमा एक्सप्लेन गर्न जाँदैछु। सबेरै 4 बजे उठेर बेड मिलाएर फ्रेसअप भएर आफू रेडी भएर डायरी ब्यागमा राखेर हामीहरू यसरी योग हलतिर जान्थ्यौँ। त्यहाँको वातावरण एकदमै रमाइलो खालको थियो। योग हलमा हामीहरूले 2 घण्टा जति योग अभ्यास गर्थ्यौँ। हामीहरूलाई साथीहरूले योग सिकाउनुहुन्थ्यो। त्यसपछि हामीले तातो तातो आयुर्वेदिक काढा खान्थ्यौँ। त्यसपछिको हाम्रो 2 घण्टामा हामीहरूले युवा नायक शिविरको ट्रेनिङमा न्युद्धम, लाठीचार्ज, डम्बेल, भाला जस्ता कुराहरू सिक्यौँ। बिहानको 8 बजेदेखि 9 बजे नास्ताको समय रहेको थियो। त्यसपछि बिहान 9 बजेदेखि 1 बजेसम्म बौद्धिक सत्र हुन्थ्यो, जहाँ बौद्धिक व्यक्तित्वहरू आएर हामीहरूलाई ज्ञानगुणका कुरा सिकाउनुहुन्थ्यो। 1 बजेदेखि 3 बजेसम्म खाना खाने र रेस्ट गर्ने समय थियो। त्यसपछि फेरि 3 बजेदेखि 4 बजेसम्म बौद्धिक सत्र हुन्थ्यो। त्यसपछि साँझको 4 बजेदेखि 7 बजेसम्म युवा नायक शिविरको ट्रेनिङमा कलरीपयट्टु, भाला, लाठीचार्ज, न्युद्धम, लेग्जियम डान्स जस्ता अभ्यासहरू हुन्थ्यो। साँझको 7 बजेदेखि 8 बजेसम्म भोजनको समय रहेको थियो। पुनः साँझको 8 बजेदेखि 9 बजे बौद्धिक सत्र हुन्थ्यो, जहाँ हामीहरूले श्लोक वाचन, भजन, कीर्तनहरू गर्थ्यौँ। त्यसपछि आधी घण्टाको समय गार्डनमा बसेर हामीहरूले दिनभरि आफूले सिकेका कुराहरूको समीक्षा गरेर हामीहरू सुत्न जान्थ्यौँ।